हजुर सबैजनालाई नमस्कार है। मेरो नाम कर्मा छोपेल नर्बु भुटिया, पञ्चायत प्रेसिडेन्ट 28 सुमिलिङची जिपियु। सर, आज तपाईको जिपियुमा जुन चाहिँ यो फ्री मेडिकल क्याम्प भइरहेको छ, यो बारे तपाईको के राय हो? आज यो 30 जुनको दिन हाम्रो 28 सुमिलिङची जिपियुमा गरिब जनकल्याण प्रकोष्ठले अर्गनाइज गरेको जुन चाहिँ हेल्थ क्याम्प छ, त्यसको लागि है हामी सुमिलिङची जिपियु सबै पब्लिकको तर्फबाट आभार प्रकट गर्न चाहन्छौँ। हाम्रो सम्माननीय मुख्यमन्त्रीज्यूलाई है, उहाँको भिजन जुन चाहिँ थियो, हामीले गरिबलाई लाभ पुर्याउनु पर्छ र हेल्थ फेसिलिटीलाई बढाएर गरिबसँग फेसिलिटी राम्रो पुग्नुपर्छ भन्ने जुन चाहिँ उहाँको सोच थियो, जुन उहाँले बिरुवा रोप्नु भएको थियो, त्यो बिरुवा फर्सिएर रुख भएर गएको छ। अनि त्यो रुखको फल मलाई लाग्छ सिक्किमभरिको हरेक रुरल एरियामा हरेक गरिबको अगाडि पुगेको छ र उहाँहरूले यो फलको मिठो फललाई लिनु हुँदैछ। र त्यसै अनुरूप आज हामी सुमिलिङची जिपियुको जति पनि बिमारीहरू छ है, पेसेन्टहरू हुनुहुन्छ, उहाँहरूले हुनु त अरू धेरै यो गरिब जनकल्याणको तर्फबाट अरू वेबाट फाइदा उठाउनु हुँदैछ। तर आज घरमै आएर हामीले जुन प्रकारको यो गरिब कल्याण प्रकोष्ठले है, हाम्रो चिफ पेट्रन श्री प्रभाकर गोलेज्यूको लिडरसिपमा र हाम्रो एरिया एमएलए मिनिस्टर साहब श्री राजु बस्नेतज्यूको निर्देशनमा जुन चाहिँ यो प्रोग्राम भइरहेको छ, यो प्रोग्रामले गर्दाखेरि हामीले पर्सनली टच फिल पनि गऱ्यौँ र हामी सुमिलिङची जिपियुको जति पनि जनताहरू छ, हामी एसकेएम सरकार, सम्माननीय मुख्यमन्त्री, हाम्रो मन्त्री लगायत गरिब जनकल्याण प्रकोष्ठका चिफ कोअर्डिनेटर श्री प्रभाकर गोलेज्यू र उहाँको टिमलाई धेरै धेरै धन्यवाद टक्राउन चाहन्छौँ। र हामीले आज यो पुरा है जति यो गरिब जनकल्याण प्रकोष्ठले गरेको कामहरू छ, यो हामीले गर्दैछौँ, हामीले फाइदा पनि पाउँदैछौँ। तर पर्सनली यसरी है पञ्चायत प्रेसिडेन्ट सुमिलिङची जिपियु भएकोमा मैले मेरो जनताको तर्फबाट र आफ्नो तर्फबाट पनि पर्सनली हामी गरिब जनकल्याण प्रकोष्ठलाई र हाम्रो सम्माननीय मुख्यमन्त्रीको सोचलाई धन्यवाद टक्राउन पाउँदाखेरि आफै पनि भाग्यमानी ठान्छौँ। र हजुरहरू सबैजनाले यही भन्न चाहन्छौँ कि जति पनि हाम्रो यो जनकल्याण प्रकोष्ठको कामहरू भएको छ है, यो कामहरूलाई तपाईँहरूले पनि देखिरहनु भएको छ र हामीले पनि उहाँहरूलाई सहयोग गरौँ। हामीले पनि हाम्रो चिफ पेट्रन सरले भनेको जस्तो जेन्युन मान्छेहरू र जेन्युन बिमारीलाई जग्गामा पुर्याउँ र हामीले गरिबलाई नै कल्याण गरौँ। अनि गरिब जनकल्याण प्रकोष्ठको जुन चाहिँ यो मिनिङ छ, यो मिनिङलाई प्रकाश पार्नको लागि चाहिँ हामीले कामले मात्रै पार्न सक्छ भन्दै म मेरो यो छोटो कुरा यहीँ राख्न चाहन्छु। धेरै धेरै धन्यवाद।